नेपाल भनौँ न एउटा निकै ठूलो ऐतिहासिक मोडमा उभिएको छ। वर्षौं पुरानो राजनीतिक व्यवस्था भत्किएर एउटा नयाँ भविष्यको खाका कोरिँदैछ। आज हामी यही नाटकीय राजनीतिक परिवर्तनको कक्षालाई नजिकबाट निहाल्नेछौं। त्यसो भए प्रश्न के उठ्छ भने आखिर कसरी सडकमा उठेको आक्रोशले केवल 1 वर्षभित्रै सत्ताको बागडोर एउटा पूरै नयाँ पुस्ताको हातमा थमाइदियो? आउनुहोस् यो अविश्वसनीय यात्रालाई एक एक गरेर केलाउँ। हरेक ठूलो क्रान्तिको सुरुवात त जनताको रिसबाटै हुन्छ होइन त? तर त्यो झिल्को के थियो जसले आम मानिस, खास गरी युवाहरूलाई सडकमा उत्रिन बाध्य बनायो? आउनुहोस् यसको जरासम्मै पुगौं। समस्या के थियो भने यी कुराहरू रातारात आएका थिएनन्। वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, डिग्री बोकेर पनि काम नपाउने युवाहरूको छटपटी अनि जनताको मतलबै नगर्ने सरकारी शैली, यी सबैले मानिसमा गहिरो निराशा भरिसकेको थियो। यो असन्तुष्टि मात्रै थिएन, यो त कुनै पनि बेला विस्फोट हुन सक्ने ज्वालामुखी जस्तै थियो। अनि त्यसपछि त घटनाक्रम एकदमै छिटो अघि बढ्यो। 2025मा सुरु भएको युवा आन्दोलनले पुरै देशलाई नै हल्लाइदियो। दबाव यति बढ्यो कि स्थापित राजनीतिक नेतृत्वले घुँडा टेक्नुको विकल्पै रहेन र तत्काल चुनाव घोषणा भयो। एउटा यस्तो चुनाव जसले सबै कुरा सधैँका लागि बदल्दै थियो। यो कुनै सानोतिनो प्रदर्शन थिएन, यो त साँच्चै उर्लिएको जनसागर थियो। लाखौं मानिस सडकमा आए र उनीहरूको आवाज एउटै थियो, अब हामीलाई यो पुरानो व्यवस्था चल्दैन, हामीलाई जरोदेखि नै परिवर्तन चाहिएको छ। यही आन्दोलन नै आउने सबै परिवर्तनको जग बन्यो। त्यो जनआन्दोलनको नतिजा के भयो त? नतिजा थियो नेपालको राजनीतिमा एउटा यस्तो भूकम्प जसको सायद कसैले सोचेकै थिएन। अब हेरौं कसरी नयाँ अनुहारहरू शक्तिमा आए। चुनावको नतिजा यो अप्रत्याशित मात्र थिएन, यो त सबैलाई चकित पार्ने खालको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्यायो र दशकौंदेखि राजनीतिमा जमेका पुराना पार्टीहरू पहिलोपटक अल्पमतमा पुगे। यो सिर्फ चुनावी नतिजा मात्र थिएन, यो त जनताले दिएको एउटा एकदमै सफा र ठूलो सन्देश थियो। ल, अब यो नयाँ सरकार कस्तो छ त? के यो खाली अनुहार मात्रै फेरिएको हो? होइन। बालेन्द्र शाहको नेतृत्वमा बनेको यो सरकारले पारदर्शिता, युवालाई प्राथमिकता र प्रविधिको प्रयोगबाट देश चलाउने वाचा गरेको छ। उनीहरूको लक्ष्य नेपालका पुराना, गहरा समस्याहरूलाई नयाँ र आधुनिक तरिकाले हल गर्नु हो। अब यो परिवर्तनले आशाको एउटा ठूलो ढोका पनि खोलेको छ। अब हेरौं यो नयाँ नेतृत्वले देशको लागि के अवसरहरू ल्याउन सक्छ। यो सरकारको एजेन्डा साँच्चै नै महत्त्वकांक्षी देखिन्छ। सोच्नुस् त, सरकारी कामको लागि लाइन बस्नै नपर्ने, घरबाटै सबै काम अनलाइन हुने, यसलाई डिजिटल गभर्नेन्स भनिन्छ। युवाहरूलाई विदेश जानुको सट्टा आफ्नै देशमा नयाँ व्यापार सुरु गर्न प्रोत्साहन गर्ने, अनि पर्यटन र बाटोघाटो जस्ता पूर्वाधारलाई आधुनिक बनाउने। यदि यी कामहरू साँच्चै भए भने देशको मुहार फेरिन सक्छ। तर जहाँ अवसर हुन्छ त्यहाँ चुनौती पनि हुन्छ, र यो नयाँ सरकारको अगाडि चुनौतीका पहाडहरू छन्, सानातिना होइनन्, साँच्चीकै पहाड। यो स्लाइडमा हेर्नुस्, एकातिर छ सपना, एउटा आधुनिक र आत्मनिर्भर नेपाल बनाउने, अनि अर्कोतिर छ तितो यथार्थ, कमजोर अर्थतन्त्र, परिवर्तनलाई रोक्न खोज्ने पुरानो कर्मचारी तन्त्र र नयाँ टिममा राजनीतिक अनुभवको कमी। यो सपना र यथार्थ बीचको खाडोल पूर्नु नै सबैभन्दा ठूलो लडाईँ हो। अब कुरा गरौं अर्थतन्त्रको। चुनौतीहरू यहाँ झन गम्भीर छन्। हाम्रो देशको अर्थतन्त्र विदेशमा युवाले पसिना बगाएर पठाएको पैसामा धेरै निर्भर छ। आफ्नै देशमा उद्योगधन्दा खासै छैनन्। महँगीले ढाड सेकिसक्यो र भारत अनि चीन जस्ता ठूला छिमेकीहरूसँग सन्तुलित सम्बन्ध कायम राख्नु आफैमा एउटा ठूलो चुनौती हो। त्यसोभए यति धेरै अवसर र यति ठूला चुनौतीहरूको बीचमा अब नेपालको बाटो कता त? अब अन्तिममा समाधानको बाटो के हुन सक्छ त्यसबारे कुरा गरौं। समाधान त्यति जटिल पनि छैन यदि इच्छा शक्ति हुने हो भने। एउटा स्पष्ट रोडम्याप बन्न सक्छ। भ्रष्टाचारमा जिरो टलरेन्स अपनाउने, सरकारी सेवालाई छिटो र सजिलो बनाउन सबै कुरा डिजिटल गर्ने, युवालाई देशमै रोक्न सिप र रोजगारी दिने, र जलविद्युत, कृषि र पर्यटन जस्ता नेपालका बलिया क्षेत्रहरूलाई आधुनिक बनाउनु नै अगाडिको बाटो हो। तर नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। योजना बनाउनु मात्रै ठूलो कुरा होइन, त्यसलाई राजनीतिक दबाव र व्यक्तिगत स्वार्थभन्दा माथि राखेर लागू गर्न सकिन्छ कि सकिँदैन भन्नेमा नै सबै कुरा निर्भर हुन्छ। नेपालको भविष्य यही कार्यान्वयनमा टिकेको छ।
यो राष्ट्रको लागि कि त इतिहास बनाउने क्षण हो कि त इतिहासमै हराउने। र अन्तमा हामी यही एउटा ठूलो प्रश्नमा आएर रोकिन्छौँ, के यो राजनीतिक परिवर्तनले नेपाललाई साँच्चै विकास र समृद्धिको सुनौलो युगमा लैजाला वा यो पनि इतिहासमा घुमेको अर्को एउटा मौका मात्रै हुनेछ? जवाफ त भविष्यले देला, तर त्यो भविष्य लेख्ने कलम अहिलेको नेतृत्व र आम नेपाली जनताकै हातमा छ।